नमस्कारलाई यो 5 पोखरीबाट तपाईहरुलाई स्वागत छ है यहाँ पञ्च पोखरी भन्नु न 5 पोखरी जस होमस्टेहरुको व्यवस्था रहेछ यहाँ हैन यतातिर आउनुभयो भने जस खाना बस्नको लागि सुविधा रहेछ 5 पोखरी चाहिँ यसले भनेको रहेछ कि यहाँ तल हेर्नु त यो पोखरीहरु यो मुनि थियो रहेछ यहाँनिर चाहिँ पोखरी थियो रहेछ यो पोखरीहरु चाहिँ भुइँचालोले यहाँ सुकिसकेको छ है भुइँचालोले पानी फुटेर चाहिँ सबै पानीहरु रहेन सजिलो भोलि चाहिँ पानी भुइँचालोले पुरेको रहेछ एउटा चाहिँ यो उतापट्टि रहेछ अब यो छेडी देखिन्छ नि यहाँनिर एउटा यहाँ थियो रहेछ अनि एउटा यो घर मुनि उतापट्टि थियो रहेछ अनि अरु दुईटा चाहिँ पर छन् रे यहाँ दाउरा चिटेर टक्क राखेको छ त्यतिर यता चाहिँ खसी बाख्रा पार्छ कि कस्तो अप्ठ्यारो अरु बफ्रे भिर हेर्नु यस्तो अरु बफ्रे ल ओहो ल यहाँको मान्छेले यो चाहिँ व्यवस्थापन गर्नुपर्ने रहेछ है कति फोहोर हेर्नु यसले ल्याएर यतै थुपारेर राखेर रहेछ यसरी हेर्नु त ओ माइ गुडनेस जुत्ता सबै यस्तो हेर यो बोतलहरु यो यो उहरु त सिसा के भन्छ यो एक्सट्रिमको खोलहरु यस्तो एल्युमिनियम उहरु त बिक्री हुन्छ नि यसलाई चाहिँ कुच्याएर बरु ठ्याक्क बजारतिर यसो बोरामा प्याक गरेर पठाइदिए चाहिँ राम्रो हुन्थ्यो होला एकदम यो चाहिँ फोहोर भइसकेको छ हेट्टेरीके